म चाहिँ जाँदै थिएँ होइन बाटोमा धन्नै भएको होइन हुन्छ मलाई त होइन मेरो छिमेकीले चाहिँ यत्रो यत्रो पिस राख्दै रहेछ खसीको होइन अनि मैले चाहिँ अब यहाँबाट साइड लागिहाल है सब गाडीहरू चाहिँ किन हो यस्तो दारू खाएर मस्त सुतिरहेछ त बाटोमा सो गाइज म चाहिँ छु आज मेरो गाउँमा होइन अस्ति आएको थिएँ म चाहिँ होइन एउटा टिप लिएर अनि त्यसपछि आज चाहिँ फेरि म चाहिँ फर्किँदैछु मेरो प्लान चाहिँ एक्लै जाने थियो तर यता गाउँमा चाहिँ टन्नै मान्छेहरू तल सहर जानुपर्ने भएछ त्यही भएर मैले उनीहरूलाई लानुपर्ने हुन्छ अब यति भएपछि मेरो पकेट खर्च निस्किने भयो गाइज होइन यहाँ देख्न सक्नुहुन्छ मेरो गाडी चाहिँ हल्का हल्का फोहोर भइसकेको रहेछ होइन केही छैन र देख्न सक्नुहुन्छ गाइज यो चाहिँ मेरो घर हो होइन अनि यो चाहिँ मेरो रुम हो कि होइन म सुत्ने रुम हो क्या यो चाहिँ होइन अनि त्यसपछि यता देख्न सक्नुहुन्छ हाम्रो चर्पी चाहिँ पछाडिपट्टि छ र गाइज देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो गोठो है घर चाहिँ होइन यो चाहिँ गोठो होइन हामीले गाई भैँसी बाँध्छौँ त्यता चाहिँ होइन देख्न सक्नुहुन्छ यता फेरि गाडीहरू पनि छ यता चाहिँ त्यहाँ चाहिँ एउटा मामाको गाडी पनि छ होइन अब त्यो मामाको गाडीलाई चाहिँ धेरै राख्न नलागौँ अब चाहिँ हामी जानुपर्ने हुन्छ अब मास्तिरपट्टि जानुपर्ने हुन्छ हामी चाहिँ अब प्यासेन्जरहरूलाई पिकअप गर्नको लागि र अहिले चाहिँ मैले त्यहाँबाट गाडी निकाल्दैछु गाइज भनेको धन्दै फेरि यार यही बेलामा यस्तो गाडी आउँछ यार पक पक भाइ एकछिन हतार नगर ल म जान्छु पहिला अनि बल्ल जाऊ र गाइज देख्न सक्नुहुन्छ यो चाहिँ मेरो गाउँ हो होइन यो चाहिँ मेरो गाउँ यति हरियाली छ कि देख्न सक्नुहुन्छ होइन यहाँ आयो भने चाहिँ हाम्रो दिमाग एकदम फ्रेस हुन्छ कि गाइज होइन त्यही भएर आउनु होला र गाइज देख्न सक्नुहुन्छ यता साइड साइडमा घरहरू होइन यो चाहिँ मेरो छिमेकीको हो कि यहाँ छिमेकीले चाहिँ आज खसी काटेको थियो होइन अनि मलाई चाहिँ मासु अनि यसो भुटुवा सुटुवा खान बोलाएको थियो कि अब म चाहिँ जानुपर्ने हुन्छ मलाई त होइन मेरो छिमेकीले चाहिँ यत्रो यत्रो पिस राख्दै रहेछ खसीको होइन अनि मैले चाहिँ अहिले खाँदैछु गाई होइन एकदमै मिठो हुँदो रहेछ गाई होइन लोकल खसी होइन लोकल खसी हुन्छ नि त होइन अहिले चाहिँ मैले खाएर पनि भइसकेँ अब चाहिँ म फर्किनु पर्ने हुन्छ मतलब अब फेरि प्यासेन्जरहरूलाई लिनको लागि जानुपर्ने हुन्छ र गाइस देख्न सक्नुहुन्छ यता चाहिँ पुरा जङ्गलै जङ्गल छ होइन पहिलाको भिडियोमा पनि मैले देखाइसकेको छु होइन त्यही पनि हेर्न सक्नुहुन्छ त्यो चाहिँ हल्का रातिमा थियो होइन यो चाहिँ अहिले दिउँसोमा छ देख्न सक्नुहुन्छ र म चाहिँ जाँदै थिएँ होइन बाटोमा धन्नै भएको होइन धन्दै भाले जुधाइ पनि भएको कि गाइज होइन थाइट तेरिका यस्तो पनि हुन्छ ल हाइट धेरै बिल्ला यार थाइट र भित्रबाट भिडियो देखाउँदा पनि यस्तो दामी देखिन्छ गाइज देख्न सक्नुहुन्छ दायाँ बायाँतिर चाहिँ जङ्गल अनि हरियाली होइन र म चाहिँ अहिले पुगिसकेको छु प्यासेन्जरहरूलाई बटुल्ने ठाउँमा यहाँ देख्न सक्नुहुन्छ यहाँ हल्का बजार जस्तो छ होइन अनि मैले चाहिँ गाडीलाई यतैतिर व्यवस्था गर्नुपर्ने हुन्छ अनि प्यासेन्जरहरू आफै आएर चढ्छन् त्यही भएर मैले चाहिँ गाडीलाई यतैनिर साइड लगाउँछु अनि प्यासेन्जरहरू आएर बसेपछि म चाहिँ जानुपर्ने हुन्छ फेरि तल सहरतिर त्यति दिन चाहिँ तपाईँहरूलाई म यताको ठाउँ घुमाउँछु गाइज होइन चाहिँ देख्न सक्नुहुन्छ के हो यो चाहिँ खासमा होइन यो चाहिँ मलाई थाहा भएन अनि यतातिर चाहिँ देख्न सक्नुहुन्छ यस्तो दामी दामी होटलहरू छ होइन यहाँ चाहिँ यस्तो कपडा पसल पनि छ कि गाइज देख्न सक्नुहुन्छ यस्तो दामी दामी कपडाहरू छ गाइज यहाँ चाहिँ छानी छानी लिन पाउनुहुन्छ यहाँ देख्न सक्नुहुन्छ गाइज होइन सी फुड पाउँछ यहाँ चाहिँ गाइज देख्न सक्नुहुन्छ यहाँ माछा भ्यागुता के सर्प सबै छ यहाँ चाहिँ है र गाइज अहिले भने चाहिँ प्यासेन्जरहरू आएर पनि बसिसक्यो होइन मेरो गाडी चाहिँ प्याक भइसक्यो अनि अब चाहिँ म हिँड्नु पर्ने हुन्छ नत्र फेरि ढिलो हुन सक्छ होइन अहिले गाडी प्याक भइसक्यो अब म चाहिँ यहाँबाट लाग्नु पर्ने हुन्छ सो त्यही भएर म चाहिँ गाडीभित्र झ्यापझुप बस्यो अनि गाडीलाई स्टार्ट गरेँ अनि त्यसपछि ब्याक गरेँ अनि त्यसपछि यहाँबाट म चाहिँ अब लाग्नु पर्ने हुन्छ गाइज है के हो यार आज त प्यासेन्जरलाई चढाएर हिँड्दैमा 3 मिनट हुन लागिसक्यो यार भिडियोको लेन्थ ल मार्ने भइसक्यो त र गाइज होइन म चाहिँ जाँदै थिएँ तर यहाँ देख्न सक्नुहुन्छ यस्तो जाम पो भइरहेको रहेछ होइन यहाँ फेरि कसले जाम गरिरहेछ कि यहाँ मलाई फेरि जाम फिट्टिकै मन पर्दैन कि यहाँ बसेर जाम गर्ने त निलो ढ्याङ्ग्रे बस होस् त चाहिँ यहाँ धेरै जाम नगर भाइ होइन त चाहिँ अब यहाँबाट साइड लागिहाल है हामीलाई यहाँ हतार हुन्छ ल हेर्ने फेरि यसलाई फेरि कति हतार भएको भाइ एकछिन पख ल म जान्छु पहिला अनि बल्ल जाम खुला हुने म तिमीहरू जाने पहिला यो त हुँदै हुन्न नि भाइ र साथीहरू म चाहिँ पुग्छु होइन हाम्रो मैले भनेको थिएँ अघिल्लो भिडियोमा चाहिँ होइन यो चाहिँ हाम्रो गाउँको एउटा खतरनाक पोखरी हो होइन सानोमा चाहिँ हामी यहाँ पौडी खेल्न आउँथ्यौँ कि गाइज होइन अनि एकदमै रमाइलो हुन्थ्यो यहाँ पौडी खेल्न आउँदा चाहिँ यो चाहिँ मैले अहिले दिउँसोमै देखाइरहेको छु गाइज देख्न सक्नुहुन्छ एकदम दामी छ र गाइज होइन हाम्रो गाउँको बाटो चाहिँ एकदमै घुमाउरो छ कि त्यही भएर मैले त यस्तो झाडी होइन सर्टकट बाटो चाहिँ छिराउँदैछु गाइज होइन देख्न सक्नुहुन्छ फेरि यताबाट छिर्ने ठाउँै छैन कि क्या हो यार रुखै रुख छ यार मैले पहिला कति छिराउँथेँ गाइज होइन देख्न सक्नुहुन्छ फेरि यहाँ रुखले डिस्टर्ब गर्यो मलाई चाहिँ होइन अनि यताबाट फेरि ब्याक गरेर अनि फेरि मैले यताबाट छिराउँदैछु गाइज देख्न सक्नुहुन्छ म चाहिँ अब रोडमा पुग्न लागिसकेँ र गाइज हामी चाहिँ जाँदै थियो होइन यहाँ चाहिँ एउटा फेरि एउटा गाडी चाहिँ होइन सुतिरहेको रहेछ साइडमा होइन कस्तो निन्द्रा लाएर रहेछ क्या हो कि यसलाई होइन साइडमा गएर चाहिँ मस्त घुर्दै सुतिरहेको छ कि फेरि यताबाट धन्दै ठोकिएन कि अर्को ट्रकसँग र गाइज होइन हामी फेरि यस्तो घुमाउरो बाटोमा पुग्छौँ अनि यहाँ चाहिँ यस्तो सर्टकट बाटो छ फेरि मैले तल ठाडै झारिदिएँ सर्टकट बाटो अनि फेरि ड्याङ्गै ठोकियो कि हेतेरिका अनि त्यसपछि मैले निकालेँ रोडमा अनि त्यसपछि अब चाहिँ सर्टकट बाटो नखोजौँ गाइज सर्टकट बाटो खोज्ने चक्करमा मेरो गाडीको यहाँ सत्यनाश हुन लागिसक्यो होइन अहिले कति खर्च लाग्छ मलाई फेरि र गाइज होइन आज चाहिँ सब गाडीहरू चाहिँ किन हो यस्तो दारू खाएर मस्त सुतिरहेछ त बाटोमा के हो यो त अलि मलाई ठिक लागेन यार पाएर हेत यस्तो पनि हुन्छ र फाइनली गाइज म चाहिँ पुगिसकेको छु सहर होइन देख्न सक्नुहुन्छ अब चाहिँ सहर सुरु भएको छ यस्तो साह्रै ठुलो सहर त होइन गाइज होइन यो चाहिँ सानो स्मल सिटी हो कि गाइज होइन यो चाहिँ हाम्रो घर मतलब गाउँ मुनिको एउटा सानो सहर हो यो चाहिँ र देख्न सक्नुहुन्छ गाइज यता चाहिँ घरहरू पनि यस्तो दामी दामी छ अनि फेरि साइडमा चाहिँ यस्तो जङ्गल पनि छ कि एक साइडमा घर अनि एक साइडमा चाहिँ पुरै रुखै रुख छ कि गाइज देख्न सक्नुहुन्छ होइन अनि मलाई चाहिँ अति भोक लागिसकेको छ अहिले चाहिँ म चाहिँ अब प्यासेन्जरहरूलाई झारेर चाहिँ होटलतिर छिर्नु पर्ने हुन्छ अनि किनभने मलाई एकदमै भोक लागिसकेको छ र अब भने चाहिँ
चाहिँ देख्न सक्नुहुन्छ सिटीको भ्यू चाहिँ यस्तो दामी छ होइन, सानो छ तर दामी छ यहाँको ठाउँ। र मैले चाहिँ गाडीलाई यतातिर साइड लगाइहाल्नु पर्ने हुन्छ अनि प्यासेन्जरहरूलाई झार्नुपर्ने हुन्छ। र यति बेला भने चाहिँ गाइज मैले सब प्यासेन्जरहरूलाई झारिसकेँ अनि देख्न सक्नुहुन्छ मेरो गाडीको हालत होइन। आज सर्कट बाटोको चक्करमा चाहिँ मेरो गाडीले नराम्रोसँग दुःख पाइसकेको छ। अब म चाहिँ सर्कट बाटो कहिले पनि हिँड्दिनँ गाइज होइन। अनि मलाई चाहिँ अति भोक लाग्यो गाइज होइन, त्यही भएर म त लागेँ अब होटलतिर गएर खाजा खानुपर्ने हुन्छ मैले। अनि धन्दै मलाई गाडीले हानिदियो भर्खर यहाँ। अनि मैले चाहिँ होटलमा गएर मगाएँ चाउमिन अनि त्यसपछि खाँदैछु ल्याम यसरी खाँदा त स्वर्गै पुगिन्छ है गाइज। र गाइज यो चाहिँ थियो आजको हाम्रो सानो ट्रिप अनि यो चाहिँ कम्प्लिट भइसकेको छ। हामी चाहिँ गाउँदेखि सहर झरिसकेका छौँ। अब अर्को ट्रिप चाहिँ कता हुन्छ थाहा छैन होइन। अनि अर्को भिडियोमा चाहिँ हामी भेट्नेछौँ। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्न चाहिँ नभुल्नु होला है त गाइज।